नमस्कार। नेपाल सरकारद्वारा आगामी 2082 जेठ 2 देखि 4 गतेसम्म काठमाडौँमा आयोजना हुन गइरहेको सगरमाथा संवादको पहिलो संस्करणमा यहाँहरू सबैलाई हामी हार्दिक स्वागत गर्दछौँ। यस संस्करणको प्रमुख विषय जलवायु परिवर्तन, हिमाल र मानव भविष्य रहेको छ। यो विषय नेपालको मात्र नभई समग्र विश्वको लागि सान्दर्भिक र उपयोगी छ। यो कार्यक्रम जलवायु परिवर्तनका असरहरूबाट हाम्रा हिमाल र मानवीय सङ्कटलाई न्यूनीकरण गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा अपिल गर्ने एउटा सशक्त माध्यम हो। हाम्रो मुलुकले पछिल्लो समयमा विभिन्न जलवायुजन्य विपदका कारण निकै ठुलो मानवीय तथा जनधनको क्षति बेहोरेको अवस्था यहाँहरूलाई सर्वविदितै छ। विश्व जलवायु परिवर्तनको विषयमा नेपालको योगदान शून्य जस्तै रहे पनि यस्ता जलवायुजन्य विपद तथा तापक्रम वृद्धिले नेपालको हिमाल र सुन्दरतामा निकै गहिरो आघात परिरहेको छ। नेपालमा गत वर्ष मात्र बाढी र पहिरोले 10,000 भन्दा बढी घरधुरी विस्थापित गरेको छ। नेपालले केवल जलवायु परिवर्तनबाट भोगेको सङ्कटको उद्घोष गर्ने मात्र नभई यस्तै पर्वतीय राष्ट्र जसले पृथ्वीको समग्र जलवायुलाई नै सन्तुलनमा राख्न मद्दत गर्छन् त्यस्ता राष्ट्रको अगुवाई गरी विश्वमा पर्वतीय मुद्दा स्थापित गर्ने तथा हाम्रा हिमालहरूको संरक्षणलाई समुद्री राष्ट्रको अस्तित्वसम्म जोड्न समेत अग्रसर रहेको जानकारी गराउन चाहन्छु। प्राचीन परम्परा र जैविक विविधताका संरक्षकका रूपमा रहेका हामी हिमाल, पहाड, तराई मधेसका समुदायहरू आज जलवायु परिवर्तनका असर भोग्नेहरूमा सबैभन्दा अग्रपन्थीमा छौँ। पग्लिएका हिमनदी, अनियमित वर्षा, यस्तै जलवायुजन्य विपत्तिबाट कृषकका बालीहरू नष्ट भई खाद्य सुरक्षामा समेत गम्भीर चुनौती थपिएको छ। यस्ता समुदायका लागि केवल सहानुभूति मात्र होइन, उनीहरूको जीवन, रोजगारी र सुरक्षित भविष्य सुनिश्चितताका लागि परिणाममुखी कदम चाल्न आवश्यक रहेको छ। वन तथा वातावरण मन्त्रालय यस सङ्कटलाई दृढ सङ्कल्पका साथ सम्बोधन गर्न प्रतिबद्ध रहेको छ। हामी स्पष्ट छौँ, हिमाल केवल हाम्रो सम्पत्ति मात्र होइन, यो विश्वको जीवन रेखा पनि हो। यिनको रक्षा गर्नु हाम्रो प्राथमिकता हो र रहेको पनि छ। प्राकृतिक स्रोतको संरक्षण र सदुपयोग गरी जलवायु परिवर्तनका असरहरूबाट आफूलाई बचाउन र सामूहिक रूपमा यस्ता विपदहरूको सामना गर्न सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा आह्वान गर्दछु। साथै अन्तर्राष्ट्रिय साझेदारहरूलाई नेपाल र नेपाल जस्ता पर्वतीय राष्ट्रहरूको साथमा उभिन र जलवायु परिवर्तनका असरहरू न्यूनीकरण एवं अनुकूलनका लागि आफ्ना प्रतिबद्धताहरू पूरा गर्न विशेष आग्रह समेत गर्दछु। यो संवादले हिमालको साथै तल्लो तटीय क्षेत्रहरूको संरक्षण गरी संवेदनशील क्षेत्रहरूलाई बचाउनका लागि सहयोग परिचालन गर्न बल पुग्ने आशा लिएको छु। मानव सभ्यता तथा सुरक्षित मानव भविष्यका लागि जलवायु परिवर्तनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छलफलहरूमा पर्वतीय मुद्दाहरूलाई स्थापित गर्ने दिशामा सबैको प्रतिबद्धता र अग्रणी भूमिकाका लागि सगरमाथाको काखबाट हामी सम्पूर्णलाई आह्वान गर्दछौँ। धन्यवाद।